हेलो गुड आफ्टरनुन एभ्रिवान। दुवै खाना पनि पाकिसक्यो। अब पर्खेर त बिरयानी हुने होइन साथी हो है, खाइदिइहाल्नुपर्छ है। अनि आउनुहोस् हेर्नुहोस् आज चाहिँ के पाएको छ त हाम्रो मेसमा भनेर चाहिँ है, स्याटरडे स्पेसल चाहिँ भनेर चाहिँ तपाईँलाई म देखाउनु गइरहेको छु है। आज हाम्रो नेपालीको फेभरेट छ है, हेर्दै गर्नुहोस् होला के छ। अब सर्वप्रथम आयो तपाईँको पहिला प्लेन राइस है, अनि यो भयो तपाईँको मटरको अचार, नेपाली स्टाइलको मटरको अचार चाहिँ देख्न सक्नुहुन्छ। कसलाई मनपर्छ होला है, हामीलाई चाहिँ पुरा मनपर्छ, मलाई चाहिँ पुरा मनपर्छ स्पेसली है। मटरको अचार भइहाल्यो। अनि अर्को के आइटम छ त भनेपछि चाहिँ यो चाहिँ छुट्टाउनु नहुने मेरो अमुलको मस्ती दही छ। यी देख्न सक्नुहुन्छ, हाफ किलोको होइन, आज चाहिँ हाफ किलोभन्दा कम्तीको पाएँ आज चाहिँ, देख्न सक्नुहुन्छ है। अनि दालमा चाहिँ के छ त आज भनेपछि चाहिँ यो चाहिँ कालो दाल, यी देख्न सक्नुहुन्छ हो। यी माथि सिलिङ फ्यानको हावाले चाहिँ हल्लिँदैछ। यी तपाईँलाई म घोलेर पनि देखाउँछु ल, हेर्नुहोस् है ल। यो चाहिँ लसुनहरू हालेर बनाएको छ कालो दाल हो यो है। अनि स्याटरडे स्पेसल चाहिँ आज चाहिँ अर्को चाहिँ के आइटम छ त भनेपछि चाहिँ हेर्दै गर्नुहोस् होला है। यो भयो तपाईँको पनिर र क्याप्सिकमको सब्जी छ। आज शनिबार हो है, स्याटरडे हो, पनिरको सब्जी छ, पनिर क्याप्सिकम हालेर बनाएको छ। अनि यहाँ हाम्रो बनाउने साथीले चाहिँ दामी पकाउनुहुन्छ खानाहरू चाहिँ, एकदम मनपर्छ उहाँले पकाएको खानाहरू है। त्यही चाहिँ साथी हो, पनिर र क्याप्सिकमको सब्जी भइहाल्यो। यो कालो दाल लसुन हालेर, यो भयो तपाईँ अमुलको दही, अमिलो दही, यो भयो मटरको अचार र प्लेन राइस। ल साथी हो, अब ग्ल्याम खाएर एकछिन रेस्ट गर्छु, बेलुका फेरि ड्युटी छ। ल साथी, बाइ बाइ एभ्रीवन, सी यू अल इन द नेक्स्ट भिडियो।